शहीदहरूलाई जो शहीद भयो ती शहीदहरूको आमाले के भन्छन् त्यो यो कविता म वाचन गरेर आफ्नो मन्तव्यलाई विराम दिनेछु र मेरो यो कविता नागरिक दैनिकमा प्रकाशित हो र मेरो बुकमा पनि छन्। शहीद की आमा भन्छन्, तिमीले खायौ छातीमा गोली, तिमीले खायौ छातीमा गोली, तैपनि मेरो मन त दुखेन, तैपनि मेरो मन त दुखेन, किनकि तिमीले खाएको गोलीमै राष्ट्रको जित थियो, तिमीले खाएको गोलीमै राष्ट्रको जित थियो। म त तिम्रो पर्खाइमा बसेको थिएँ, म त तिम्रो पर्खाइमा बसेको थिएँ, तर तिमी त देश रक्षाका लागि लडिरहेका थियौ, म त तिम्रो लागि खाना पस्केर बसेको थिएँ, तर तिमी त अधिकारका लागि लडिरहेका थियौ। मैले तिमीलाई जन्म दिँदा पनि यी सबै बुझ्न सकिन, जुन तिमीले वीर सपूत भई मलाई चिनायो, वीर सपूत भई मलाई चिनायो, किनकि यही डोरीको पासोमा राष्ट्रको हित थियो, यही डोरीको पासोमा राष्ट्रको हित थियो। मेरो आँखामा आँसु भए पनि राष्ट्रको जित थियो, किनकि तिम्रो बेपत्तामा देश विकासको गीत थियो, देश विकासको गीत थियो। छोरोले गोली खाँदा मेरो मुटु छिया छिया भएकै हो, छोरोले गोली खाँदा मेरो मुटु छिया छिया भएकै हो, छोरोले मृत्युवरण गर्दा म छटपटिएकै हो, म छटपटिएकै हो, किनकि मेरो मुटुको छटपटीमै छोरोको जित थियो, मेरो मुटुको छटपटीमै छोरोको जित थियो। छोरोले गोली खाँदा गोलीले सलाम गरेकै होला, छोरोले गोली खाँदा गोलीले सलाम गरेकै होला, छोरोलाई लाग्ने गोली पनि 100 चोटि रोएकै होला, छोरोलाई लाग्ने गोली पनि 100 चोटि रोएकै होला। मेरो आँखाको आँसुसँग सागर पनि हारेकै थियो, मेरो आँखाका आँसुसँग सागर पनि हारेकै थियो, किनकि मेरो आँसुमै त छोरोको जित थियो, मेरो आँसुमै त छोरोको जित थियो। तिमी त शहीद हौ, तिमी त शहीद हौ, तिमी त वीर सपूत हौ, तिमी त शहीद हौ, तिमी त वीर सपूत हौ, किनकि तिम्रो वीरतामै देश जितेको हो, तिम्रो वीरतामै देश जितेको हो, तिम्रो वीरतामै देश जितेको हो, देश जितेको हो। हस्, थ्याङ्क यू। र म यही कविताको सँगसँगै यहाँबाट म विराम दिन चाहन्छु, आफ्नो शब्दहरूलाई विराम दिँदै। अनि म यहाँ यो आयोजक जो साथीहरू हुनुहुन्छ यहाँ सबैलाई मेरो पुस्तक, यो लोकार्पण भएको पुस्तक वितरण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यहाँ हलमा उपस्थित सबैको हातमा एउटा पुस्तक उपहार उहाँहरूलाई दिइदिनु